अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको झन्डै 15 करोडको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् र उनको 4वटा घर र सानेपा र ललितपुरमा उनको अपार्टमेन्ट रहेको पनि उनले खुलासा गरेका छन् र उनको आय स्रोत भनेको अन्तर्राष्ट्रिय रोजगारी र जग्गा बेचबिखन र घर बिक्री र यता ब्याङ्कबाट ऋण लिएको र सरसापट्टि लिएको भनेर उनले आफ्नो आय स्रोत बताएका छन् र उनी 15 करोड बराबरको आज आय स्रोत उनले खुलाएका छन् र अहिलेका वर्तमान अर्थमन्त्री डाक्टर सोनिम वाग्ले अहिले जुन छन् अहिले अर्थमन्त्री उनी भइसकेका छन् र त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति थिए र उनी अहिले अर्थमन्त्री बनेका छन् र अर्थमन्त्री भएर उनले आफ्नो सम्पत्ति विवरण सारा नेपालीमा आज सार्वजनिक गरेका छन् र उनको सम्पत्ति झन्डै 15 करोड बराबरको हाराहारमा छ र 4वटा घर र 2वटा अपार्टमेन्ट र उनको घर जग्गा र उनको आय स्रोत भनेको अन्तर्राष्ट्रिय रोजगारी र घर बेचेको र सरसापट्टि ऋण भएर उनको आय स्रोत उनले त्यस्तो तरिकाले खुलाएका छन्।